सो आजको यस भिडियो मार्फत कक्षा 10 नेपाली विषय अन्तर्गत पाठ 8 नेपाली हाम्रो श्रम र सिप नयाँ पाठ्यक्रममा आधारित पूर्वाभ्यास सहित तपाईहरुले क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र यो भिडियो हेरेपछि युट्युबमा कुनै पनि भिडियो हेर्नु पर्दैन, किनभने अल क्वेशनको हामीहरुले सोलुसन लिएर आइसकेका छौं। र यो भिडियो आफ्नो साथीसँग शेयर गर्नुहोला र यो भिडियोलाई अन्तसम्म हेर्नुहोला। ल त साथीहरु, टाइम वेस्ट नगरी अब भिडियोलाई सुरु गरौँ। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ हामी अभ्यासको शब्द भण्डारमा आइसकेका छौं, जहाँ प्रश्न नम्बर 1 मा के सोधिएको छ भने दिएका शब्दको अर्थ लेख्नुहोस्। जहाँ शब्द तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग। यसरी यसको अर्थ तपाईहरुले यसको सम्मुख हेर्न सक्नुहुन्छ। जस्तै कलाको कुनै काम राम्रोसँग गर्ने सिप, जस्तै श्रमको कुनै कामका निम्तिको मानवीय चेष्टा। यसरी तपाईहरुले प्रश्न नम्बर 1 को क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 2 मा के सोधिएको छ भने नेपाली हाम्रो श्रम र सिप कतिवटा 5 जोडी लय मिल्दा शब्द पहिचान लेख्नुहोस्। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ हामीहरुले यहाँ शब्दलाई पहिचान गरी लेखेको, जस्तै बाँच्ने छ को साँच्ने छ, गएको छ को पाएको छ। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 3 मा के सोधिएको छ भने दिएको अनुच्छेदबाट समान संरचना युक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस्। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ गुड, दर, बर, टक्क, सट्ट, खचाखच। यसरी तपाईहरुले यसको अर्थ यहाँ सबै अनुवात्मक शब्द हो। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र अब हामी जाँदै छौं नेक्स्ट स्लाइडमा, जहाँ तपाईहरुलाई प्रश्न नम्बर 4 दिएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्। जहाँ मैले यहाँ वाक्यमा प्रयोग गरेको छु तपाईहरुले हेर्न सक्नुहुन्छ स्वदेश विदेशमा गएर करोडौं कमाउनु भन्दा स्वदेशमा सामान्य जीवन बिताउनु नै आनन्द लाग्छ। पसिनाको वाक्य तपाईहरुले हेर्न सक्नुहुन्छ आफ्नो पसिना परेको चीजको सबैलाई माया लाग्छ। यसरी तपाईहरुले प्रश्न नम्बर 4 को क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 5 तपाईको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित 6 वटा शब्द टिप्पणी गरी वाक्यमा प्रयोग गर्नुहोस्। मैले यहाँ 6 वटा शब्द प्रयोग गरेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ 5 वटा, र यसको मैले यहाँ वाक्यमा प्रयोग पनि गरेको छु। जस्तै टीका, दशैंको टीका थाप्न भनेर टाढा टाढा भएका आफन्त पनि आउँछन्। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र अब हामी यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ अभ्यासको बोध र व्यक्तिमा आइसकेको छु, जहाँ प्रश्न नम्बर 1 मा के सोधिएको छ भने दिएको शब्दको उच्चारण गरी कविताको पद उच्चारण र तिनको स्वतन्त्र उच्चारण हुने भिन्नता पहिचान गर्नुहोस्। सो मैले यहाँ यसको तपाईहरुले हेर्न सक्नुहुन्छ उत्तर लेखिदिएको छु कि कवितामा लेखिए उच्चारण हुन्छ भने स्वतन्त्रमा कथ्य उच्चारण हुन्छ। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र प्रश्न नम्बर 2 नेपाली हाम्रो श्रम र सिप कवितालाई गति यति लय मिलाई वाचन गर्नुहोस्। सो यसको उत्तर तपाईहरुले गर्नुपर्ने हुँदैन, र यदि तपाईहरुलाई गर्नुपर्ने छ भने तपाईहरुले शिक्षक अनुसार गर्न सक्नुहुन्छ, नत्र यसलाई छोड्दा पनि हुन्छ। यो त्यति इम्पोर्टेन्ट छैन। अनि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ प्रश्न नम्बर 3 दिएका प्रश्नको उत्तर भन्नुहोस्। जहाँ प्रश्न नम्बर क मा के सोधिएको छ भने नेपाली हाम्रो श्रम र सिप कविताको अन्तिम श्लोक वाचन गर्नुहोस् र उक्त श्लोकका हरेक पंक्तिमा कतिवटा शब्द छन् भन्नुहोस्। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ यसको उत्तर 6 वटा शब्द छन्। जस्तै यहाँ प्रश्न नम्बर ख उक्त श्लोकको हरफहरुको अत्यन्त समान ध्वनि भएका 2 जोडी शब्द भन्नुहोस्। सो मैले यहाँ हेर्न सक्नुहुन्छ बाँच्ने छ, साँच्ने छ, बनाऊ, लगाऊ। यसरी तपाईहरुले प्रश्न ख को क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ग आशिष दिने प्रसंग कविताको कुन श्लोकमा कुन पंक्तिमा आएको छ। यसको उत्तर तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ अन्तिम श्लोकको तेस्रो पंक्तिमा। यसरी तपाईहरुले क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र अब यहाँ प्रश्न घ नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊ भन्ने पंक्ति कवितामा कति पटक पुनरावृत्ति भएको छ। यसको तपाईहरुले 3 पटक यसरी क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 4 मा के सोधिएको छ भने दिएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। जहाँ प्रश्न के सोधिएको छ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ प्रश्न क पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस्। जहाँ यसको उत्तर लेखेको छ कि पहाडले पसिना खोज्नुको आशय आफूलाई अत्यन्त रमणीय स्थान बनाउनु हो। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ख तराईलाई सिंचाइ किन चाहिएको हो। तराईलाई सिंचाइ धेरै धान फलाउनलाई चाहिएको हो। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ग होस्टेलमा हैसो गर्दा देशलाई कस्तो फाइदा हुन्छ। सो तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ होस्टेलमा हैसे गर्दा देशको समस्याहरूको समाधान गर्न सजिलो हुन्छ। र प्रश्न घ श्रम र सिपलाई स्वदेशमै लगाउनु पर्छ भन्ने भनाइलाई पुष्टि गर्नुहोस्। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ यसको उत्तर मैले लेखिदिएको छु कि देशको विकास गर्नु छ भने हामीसित भएको क्षमताको प्रयोग स्वदेशमै गर्नुपर्छ। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै अब हामी प्रश्न नम्बर 5 मा जान्छौं, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ
दिएको प्रश्नको उत्तर लेख्नुहोस्। जहाँ प्रश्न क मा के सोधेको छ भने नेपाली धरती विश्वमै महान छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस्। सो मैले यहाँ कविताको आधारमा वर्णन गरेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ र तपाईँहरूले पनि यसरी क्वेसन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ख, कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन्। यहाँ नेपाली हाम्रो श्रम र सिप भन्ने कविता कवि मुकुन्द शरण उपाध्यक्षद्वारा भ्याउने छन्दमा लेखिएको राष्ट्रिय भावनाले भरिएको कविता हो। यसरी तपाईँहरूले यसको क्वेसन आन्सर गर्न सक्नुहुन्छ र यहाँ तपाईँहरूको जुन यसको बाँकी रहेको थियो प्रश्न ख को उत्तर त्यो तपाईँहरूले यहाँ माथि हेर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ग मा के सोधिएको छ भने कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस्। जस्तै यहाँ राष्ट्रिय भावनाको बोकेको नेपाली हाम्रो श्रम र सिप भन्ने कविता झिस्काउनु, यहाँ तपाईँहरूले छन्दमा लेखिएको, यसरी तपाईँहरूले क्वेसन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न घ, नेपाली हाम्रो श्रम र सिप कविताको मूल भाव के हो। यहाँ मैले मूल भाव सबै लेखिदिएको छु, तपाईँहरूलाई टेन्सन लिनु पर्दैन र तपाईँहरूले पनि यसरी प्रश्न घ को क्वेसन आन्सर गर्न सक्नुहुन्छ। र यहाँ अब हामी माथि नेक्स्टमा जान्छौँ, जहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ प्रश्न घ को जुन बाँकी रहेको थियो उत्तर त्यो तपाईँहरूले यहाँ माथि हेर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न 6 नम्बरमा के दिएको छ भने नेपाली हाम्रो श्रम र सिप कविताको पहिलो श्लोक शिक्षकबाट सुनेर लेख्नुहोस्। सो यहाँ शिक्षकबाट सुनेर लेख्न सक्नुहुन्छ, यसलाई छोडिदिँदा पनि हुन्छ। र अब हामी जान्छौँ प्रश्न नम्बर 7 मा, जहाँ लेखिएको छ कि दिएका कविताका प्रतिलाई व्यक्तिकरण क्रम मिलाएर लेख्नुहोस्। सो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ। जस्तै प्रश्न क, पूर्वले दियो विश्वकै लागि रहस्य विशाल, यसको उत्तर तपाईँहरूले तल हेर्न सक्नुहुन्छ। विश्वकै लागि रहस्य विशाल पूर्वले दियो। र यहाँ प्रश्न घ, विश्वमै छैन धरती महान यो देश समान, यसको तपाईँहरूले यहाँ व्याकरणिक क्रम मिलाएर तपाईँहरूको यसको उत्तर रहन्छ कि यो देश समान महान धरती विश्वमै छैन। सो तपाईँहरूले यसरी तपाईँहरूले क्वेसन आन्सर गर्न सक्नुहुन्छ। साथै अब हामी यहाँ प्रश्न ग मा जान्छौँ, जहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ नेपाल आमा यो दिव्य आभा जाऊ कसरी, यसरी तपाईँहरूको यसको पनि उत्तर हेर्न सक्नुहुन्छ। साथै प्रश्न घ को पनि उत्तर यहाँ लेखेको छ। र अब हामी प्रश्न 8 मा के सोधिएको छ भने भाव विस्तार गर्नुहोस्। जहाँ प्रश्न क, नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ, नेपाली भाषा संस्कृति कला साहित्य सान्ने छ। सो यसको तपाईँहरूलाई भाव विस्तार गर्न भनेको छ, अलि लामो यसलाई सेन्टेन्स बनाउन भनेको छ। सो तपाईँहरूले यसको बारेमा एउटा प्याराग्राफ हेर्न सक्नुहुन्छ। र यसरी नै तपाईँहरूले जहाँ मैले लेखेको कि माथिका हरफहरू कक्षा 10 नेपाली पाठ्यपुस्तक पाठ 8 समावेश गरिएको कवि मुकुन्द शरण उपाध्यक्षद्वारा रचित नेपाली हाम्रो श्रम र सिप, यसरी तपाईँहरूले यसको भाव विस्तार गर्न सक्नुहुन्छ। साथै यहाँ यसको जुन बाँकी रहेको थियो उत्तर त्यो तपाईँहरूले यहाँ माथि हेर्न सक्नुहुन्छ। र यहाँ प्रश्न ख तपाईँहरूले हेर्न सक्नुहुन्छ के सोधेको छ भने आशिष देव एकै र फेरि पसिना बगाऊ, नेपाली हाम्रो श्रम सिप स्वदेशमै लगाऊ, यसरी तपाईँहरूले यसको पनि तपाईँहरूले गर्न सक्नुहुन्छ क्वेसन आन्सर। र यसलाई पनि तपाईँहरूले सजिलै नै क्वेसन आन्सर गर्न सक्नुहुन्छ र यसको भाव विस्तार गर्न सक्नुहुन्छ। साथै अब हामी प्रश्न नम्बर 9 मा जान्छौँ, जहाँ के सोधेको छ भने श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नु। सो मैले यहाँ समीक्षा गरेको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ र यसरी नै तपाईँहरूले पनि आफ्नो कपमा सार्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 10 मा के सोधेको छ भने दिएको अनुच्छेद गजलको नमुना पढ्नुहोस् अनि गजलको संरचना बारे कक्षामा छलफल गर्नुहोस्। सो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, यसको मैले छलफल लेखिदिएको छु, तपाईँहरूले हेर्न सक्नुहुन्छ र यसरी तपाईँहरूले क्वेसन आन्सर गर्न सक्नुहुन्छ। साथै अब हामी नेक्स्टमा जान्छौँ, जहाँ प्रश्न नम्बर 10 को जुन बाँकी रहेको थियो उत्तर त्यो तपाईँहरूले यहाँ माथि हेर्न सक्नुहुन्छ। साथै अब हामी प्रश्न नम्बर 11 मा आउँछौँ, जहाँ तपाईँहरूलाई हेर्न सक्नुहुन्छ के सोधेको छ भने कविताका सुरुका 4 पंक्तिबाट कुनै 2वटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस्। सो यहाँ प्रश्नहरू के दिएको छ भने तपाईँहरूले हेर्न सक्नुहुन्छ। प्रश्न क, नेपालीहरूको गौरव कसरी बाँच्ने छ, नेपाली बाँच्ने नेपालीहरूको गौरव बाँच्ने छ, यसरी तपाईँहरूले यसको उत्तरहरू लेख्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ख, हाम्रो श्रम र सिप किन स्वदेशमै लगाउनु पर्छ, यसको उत्तर तपाईँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो श्रम र सिप देश बलियो बनाउन स्वदेशमै लगाउनु पर्छ, यसरी तपाईँहरूले स्ट्रङ क्वेसनहरूको आन्सरहरू दिन सक्नुहुन्छ सजिलै नै। र अब हामी प्रश्न नम्बर 12 मा जान्छौँ, जहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ दिएको अनुच्छेद पढ्नुहोस् र सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्। जहाँ तपाईँहरूलाई अनुच्छेद दिएको हुन्छ र यसबाट तपाईँहरूलाई उत्तर दिन भन्नु यो तपाईँहरूको क्वेसनले भन्न सक्नु। सो तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, प्याराग्राफ मैले यहाँ लेखेको छैन र तपाईँहरूलाई पनि लेख्नुपर्ने हुँदैन। र यहाँ प्रश्नहरू हेर्न सक्नुहुन्छ कस्तो प्रकारले रहेको छ भने जस्तै प्रश्न अ, बिमा भनेको के हो। सो यहाँ मैले उत्तर यसको लेखिदिएको छु कि अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो, यसरी तपाईँहरूले बिमाको के भनेको छ यसको तपाईँहरूले लेख्न सक्नुहुन्छ। साथै यहाँ अ नम्बरमा के सोधेको छ भने
बीमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस्। सो मैले यहाँ एउटा कारण लेखेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ई सामाजिक बीमा अन्तर्गत के पर्छन्। सो मैले यहाँ यसरी तपाईहरुले हेर्न सक्नुहुन्छ कि सामाजिक बीमा अन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बीमा, स्वास्थ्य बीमा, बेरोजगारी बीमा, कामदार वा मुआवजा बीमा, अनिवार्य स्थायी अशक्तता बीमा आदि पर्छन्। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ई बीमाबाट के फाइदा हुन्छ। सो तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ बीमाले हानि वा नोक्सानी, क्षतिपूर्ति, कम चिन्ता, त्रास, लगानी योग्य कोष स्रोत, क्षति नियन्त्रण तथा रोकथाम शाखाको वृद्धि आदिमा फाइदा पुर्याउँछ। यसरी तपाईहरुले क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै अब हामी प्रश्न नम्बर 12 को आ नम्बरमा आइसकेको छु, ख नम्बरमा, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ भाषिक संरचना र वर्ण विन्यास पहिचान गर्नुहोस्, जुन मैले यहाँ लेखेको छु, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर आ मा के सोधेको छ भने अनुच्छेदबाट एक-एकवटा उद्देश्य र विधेय विस्तारित वाक्य पहिचान गर्नुहोस्। सो यसको मैले उत्तर यहाँ लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। साथै प्रश्न आ अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस्, जुन मैले यहाँ उत्तर लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ई अनुच्छेदबाट स र स प्रयोग भएका एक-एकवटा शब्द टिपोट गरी तिनको अर्थ लेख्नुहोस्। सो मैले तीनैवटा शब्दको अर्थ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ, शब्द लिएर यहाँ टिपोट गरेको छु र यसरी तपाईहरुले यसको क्वेशन आन्सर बनाउन सक्नुहुन्छ। अब हामी अभ्यासको सुनाइ र बोलाइमा आइसकेका छौँ, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। प्रश्न नम्बर 1 मा के सोधेको छ भने सुनाइ पाठ 8 सुन्नुहोस् र दिएको प्रश्नको उत्तर भन्नुहोस्। जस्तै प्रश्न क सजीव तत्व भन्नाले के बुझिन्छ। यहाँ सजीव तत्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठूला ठूला जनावरका साथै बोटी बिरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ। यसरी तपाईहरुले यसको उत्तर लेख्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न ख पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ। सो पृथ्वीको वातावरणलाई जल, स्थल र वायु गरी प्रमुख 3 किसिमले विभाजन गरिएको छ। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ महासागरको पानी नुनिलो हुनका कारण के हो। प्रश्न ग र यसको त तपाईहरुले हेर्न सक्नुहुन्छ। महासागरको पानी नुनिलो हुनुको कारण लवण तत्व बढी हुनु हो। यसरी तपाईहरुले यस्तो प्रश्नहरु उत्तरहरु याद पनि गर्न राम्रो हुन्छ। र यहाँ प्रश्न ख वायु परिस्थितिक प्रणालीको सृजना कसरी हुन्छ। वायु, वातावरण, चराचुरुङ्गी तथा कीपट। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै अब हामी नेक्स्टमा जान्छौँ, जहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ परिस्थितिक प्रश्न नम्बर 2 पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के कुरामा ध्यान पुर्याउनु पर्छ। सुनाइ पाठ 8 का धारणा भन्नुहोस्। सो मैले यहाँ यसको उत्तरहरु लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ र यसरी नै तपाईहरुले सेम आफ्नो क्रममा सार्नु पर्ने हुन्छ। साथै अब हामी अभ्यासको भाषिक संरचना वर्ण विन्यासमा आइसकेका छौँ, जहाँ प्रश्न नम्बर 1 मा के सोधेको छ भने दिएका वाक्य पढी उद्देश्य, विधेय तथा तिनको विस्तार पहिचान गर्नुहोस्। जहाँ यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ प्रश्न क उद्देश्य हिडियो, यसको यहाँ मैले लेखिएको छु कि उद्देश्य हिडियोको विधेय। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै प्रश्न आ कर्ता भनिने वाक्यलाई उद्देश्य क्रिया भनिने विधेय खोज्ने हिडियो। यसरी तपाईहरुले यसको पनि उत्तरहरु लेख्न सक्नुहुन्छ। साथै यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ प्रश्न ई आफ्ना बायाँपट्टिका सबै पदलाई उद्देश्य विस्तार मान्ने वाक्यकर्ता भनिने उद्देश्य चाहिँ आफ्नो बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न हिडियो। यसरी तपाईहरुले यसको मैले उत्तर त लेखेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। सेम प्रकारले यहाँ प्रश्न ख यसको पनि मैले उत्तर लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ क्वेशन र यसरी तपाईहरुले यसको क्वेशन आन्सर बनाउन सक्नुहुन्छ। प्रश्न नम्बर 2 दिएका वाक्यबाट उद्देश्य र विधेय छुट्याउनुहोस्। जहाँ मैले उद्देश्य र विधेय अलग अलग गरेर तपाईहरुले हेर्न सक्नुहुन्छ। जस्तै क को कृष्ण राय, ख को साहिली दिदी। यसरी मैले विधेय थिए, हिडिन। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 3 मा के सोधेको छ भने दिएका अनुच्छेद पढी सरल र जटिल वाक्य पहिचान गर्नुहोस्। यहाँ यसको उत्तर मैले लेखिदिएको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ र तपाईहरुले पनि यसरी नै क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 4 जुन, ती, जति, त्यति भन्ने जस्ता पक्षापेक्ष संयोग जोडेर 5 वटा मिश्र बनाउनुहोस्। सो मैले यसको उत्तर लेखेको छु, तपाईहरुले यसबाट क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 5 र, अनि, वा अथवा तर जस्ता निरपेक्ष संयोजक जोडेर 5 वटा संयुक्त वाक्य बनाउनुहोस्। सो मैले यसको क्वेशन आन्सर गरेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ र यसरी नै तपाईहरुले क्वेशन आन्सर बनाउन सक्नुहुन्छ।
सो यहाँ प्रश्न नम्बर 6 दिएको संकेतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्। जहाँ प्रश्न क मा के सोधेको छ भने जब गडगडाएर पानी पर्यो तब बढी आयो। यसरी सरल वाक्य यसलाई गडगडाएर पानी पर्यो बाढी आयो यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। त्यस्तै प्रकारले तपाईहरुले प्रश्न ख, प्रश्न ग, प्रश्न घ, प्रश्न अङ्ग, प्रश्न च को तपाईहरुले क्वेशन आन्सर गर्न सक्नुहुन्छ र बाँकी रहेको प्रश्न यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। सो तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 7 मा के सोधिएको छ भने आफ्नो परिचय 10 वटा सरल वाक्यमा लेख्नुहोस्। सो मैले यहाँ आफ्नो परिचय 10 वटा सरल वाक्यमा लेखेको छु। यसरी तपाईहरुले पनि लेख्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 7 मा लेखिएको उत्तरलाई 5 वटा संयुक्त वाक्यमा रूपान्तरण गर्नुहोस्। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ मैले प्रश्न नम्बर 8 को क्वेशन आन्सर गरेको छु। तपाईहरुले यसरी नै क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 9 दिएको अनुच्छेद पढी स र स प्रयोग शब्दको रेखाङ्कन गर्नुहोस्। जुन मैले यहाँ लेखाङ्कन गरेको छु तपाईहरुले हेर्न सक्नुहुन्छ र यो हरियो रङले तपाईहरुले हेर्न सक्नुहुन्छ जुन जहाँ स को प्रयोग भएको छ। साथै यहाँ प्रश्न नम्बर 10 नेपाली हाम्रो श्रम र शिव कविताबाट स प्रयोग भएका 3 वटा शब्द लेख्नुहोस्। सो मैले यहाँ शब्द लेखेको छु तपाईहरुले हेर्न सक्नुहुन्छ। सो यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ प्रश्न नम्बर 11 दिएको अनुच्छेद स र स प्रयोग सम्बन्धी अशुद्धि सच्याएर पूर्ण लेखन गर्नुहोस्। सो मैले यहाँ पूर्ण लेखन गरेको छु। जस्तो तपाईहरुले पनि यसरी नै क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ अब हामी अभ्यासको सृजना र परियोजना कार्यमा आइसकेको छौं। जहाँ प्रश्न नम्बर 1 मा के सोधिएको छ भने दिएको गजल पढ्नुहोस् र एउटा मुक्तक वा गजल तयार पार्नुहोस्। सो मैले यहाँ एउटा मुक्तक वा गजल तयार पारेको छु। तपाईहरुले हेर्न सक्नुहुन्छ। जस्तै तिमी फूल जस्तै सधैँ मुस्कुराऊ, म बाँच्ने छु सारा लुकाएर घाउ। यसरी तपाईहरुले यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। साथै यहाँ प्रश्न नम्बर 2 रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मन पर्यो पढ्ने गति, गीति, कविता टिपी कक्षामा सुनाउनुहोस्। सो मैले यहाँ यसको क्वेशन आन्सर गरेको छु। तपाईहरुले हेर्न सक्नुहुन्छ र यसरी नै तपाईहरुले पनि यसको क्वेशन आन्सर गर्न सक्नुहुन्छ। र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने यो भिडियोलाई अन्त्यसम्म हेर्दिनु भएकोमा धन्यवाद। र अब हामी कक्षा 10 को पाठ 8 को सम्पूर्ण क्वेशन आन्सर अब हामी बनाएर सक्सेस गरिसकेका छौं। र यो भिडियो हेरेपछि अब तपाईहरुलाई कुनै भिडियो हेर्नु पर्दैन र यो भिडियोलाई आफ्नो साथीसँग शेयर गर्न नबिर्सनु होला। फेरि मिल्नेछु तपाईहरुलाई कुनै नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ दिस भिडियो।